देशमा पनि के हुन्छ के हामी अभिभावकले चाहिँ कसले गर भन्ने के न हाम्रो ट्रेड युनियन छ कसले गर भन्ने कसले आवाज उठाउँछ अब शिक्षकहरू भक्का भक ऐन चाहियो भनेर आन्दोलनमा छन् सरकारले अहिलेसम्म वास्ता गरेको छैन स्कुलहरू सबै ताला लागेको छ हाम्रो बच्चाहरूको पढ्न पाउने अधिकारहरू खोसेको छ स्कुलमा गएर पढ्न पर्ने बच्चाहरू घरमा थन्केर बसेका छन् खेलेर बसेका छन् स्कुल कहिलेबाट खुल्ने के हो कसो हो केही थाहा छैन सरहरूलाई फोन गरेर सोध्यो भने खै कहिलेबाट खुल्छ हामीलाई पनि थाहा छैन भन्नुहुन्छ सरहरूलाई गाह्रो पर्यो सरहरूलाई ऐन चाहियो नियम कानुन चाहियो त्यो हिसाबले सडकमा छन् आन्दोलन गरिरहेछन् ऐन चाहियो शिक्षक ऐन चाहियो भनेर चाहिँ आन्दोलन गरिरहेछन् 22, 23, 24 दिन भइसक्यो केही वास्ता छैन सरकारले वास्तै गरेको छ शिक्षकहरू पछाडि हट्ने कुरै छैन जसरी हुन्छ ऐनको किताब चाहिँ बोकेर आउँछु भनेर चाहिँ दिनदिनै आन्दोलनमा छन् हामी अभिभावक चाहिँ कसले गर भन्ने फेरि न हाम्रो संघ संस्था छ स्कुलमा गएर भनौँ भने स्कुल बन्द छ सरकारले गएर कसले गर भन्ने एक्लै गर भन्ने कसले सुन्छ हाम्रो कुराहरू सरकार पनि कस्तो छ के अहिले मागहरू के राखेका छन् शिक्षकहरूले त्यो मागहरू चाहिँ पूरा हुने माग चाहिँ पूरा गर्दै हुन्थ्यो नि त निजामती कर्मचारी पनि आन्दोलनमा जाने शिक्षकहरू पनि आन्दोलनमा जाने नेताहरू आन्दोलनमा जाने अनि हामी अभिभावक चाहिँ के गर्ने के गर्ने पैसा हुने अभिभावकहरू त बोर्डिङमा लैसके हामी गरिबहरूको चाहिँ बच्चा चाहिँ कहाँ लाने भन्न त भन्दैनन् कोरोनामा पनि 2-3 वर्ष नपढेकै हो भनेर त्यसलाई अहिले जोडेर चाहिँ भन्दिने फेरि शिक्षकहरूले पनि बुझ्न पर्छ नि ठिक छ ल आन्दोलन गर्ने त नि यता स्कुल पनि चल्ने आन्दोलन पनि गर्ने तरिकाले अपनाउन सकिँदैन न सरकार पछाडि अड्छ न शिक्षकहरू पछाडि अड्छन् मर्कामा चाहिँ हामी अभिभावक र विद्यार्थी शिक्षक आन्दोलन भनेका छन् कोही शिक्षकहरू खेतमा गएर चाहिँ रोपेर हैन धान रोपेर हरिया धान देखाइरहेछन् कोही शिक्षकहरू आन्दोलनमा गएर चाहिँ टिकटक बनाएर यति दिन उपस्थित भयो भनेर चाहिँ फोटो भिडियो हालिरहेछन् सबै शिक्षकलाई जान नपर्ने रहेछ नि त यदि जान पर्ने हो भने कोही शिक्षक खेतमा कोही शिक्षक घुम्नको लागि कता कता कोही शिक्षक आन्दोलनमा सबै शिक्षकलाई आन्दोलन गर्न नपर्ने रहेछ नि त अनि जसलाई आन्दोलन गर्न पर्दैन त्यही शिक्षकहरू गएर यसो स्कुल खोल्दै हुन्न बच्चाहरूलाई पढ्ने वातावरण गर्दै हुन्न कि यदि साँच्चीकै आन्दोलन चाहिएको भए किन घुम्न जानु किन खेतबारी घरको काम गर्न जानु आन्दोलन भनेपछि त सर्लक्क आन्दोलनमा गयो हुन्छ नि दबाब पुग्छ अलिकति शिक्षकहरूमा पनि एकरूपता छैन शिक्षकहरूमा पनि एकता छैन अनि आन्दोलन भनेका छन् फोटो हालेका छन् सकियो अलि चाँडै टुङ्ग्याउने चाहिँ गर्न पर्यो नि आन्दोलनको स्वरूप परिवर्तन गर्न पर्ने हो के गर्न पर्ने हो शिक्षकले पनि सोच्नु पर्यो वास्तै छैन शिक्षकहरूलाई मतलबै छैन अब शिक्षकहरूको बच्चाहरू बोर्डिङतिर कता कता लगेर पढाएका छन् उनीहरूलाई टेन्सनै छैन कतिपय शिक्षकहरूको बच्चाहरू पास भइसके
स्कुल लेभल पास भइसके, अब अरू भने उच्च लेभलको भनेको त टेन्सनै साथ। कुनै शिक्षकको बच्चै छैन, टेन्सनै भएन। बच्चा भएको शिक्षकहरूले पनि म्याक्सिमम शिक्षकहरूले प्राइभेट बोर्डिङतिर लगेर पढाएकै छन्। त्यहाँ कसले आवाज उठाउने? शैक्षिक गुणस्तरको लागि होइन नि यो आन्दोलन। शैक्षिक गुणस्तर बढाउनु पर्यो भनेर चाहिँ यो आन्दोलन होइन। शिक्षक ऐन चाहियो, शिक्षक ऐनको कुरा गरेर चाहिँ आन्दोलनमा होमिएका छन्। कतिपयलाई फाइदा पनि छ। यो समग्र रूपमा फाइदा चाहिँ शिक्षकहरूको लागि हो, अभिभावकको लागि त खोइ त, फेरि विद्यार्थीको लागि खोइ त, फेरि गुणस्तरीय शिक्षाको लागि खोइ आन्दोलन कसले गर्नुपर्ने? अभिभावकले? सरकार र शिक्षकको भिडन्तमा पिलिनु पर्ने चाहिँ अभिभावक होइन, विद्यार्थीहरू पिलिनु पर्ने। भविष्यका कर्णधारहरूको पढ्न पाउने अधिकारलाई वञ्चित गराइदिने यो सरकार अनि यो आन्दोलनरत शिक्षकहरू दुईटै जिम्मेवारी छन्। सबैभन्दा बढी त अझ सरकार हो। कति दिनसम्म चाहिँ सडकमा लिएर आउने यो शिक्षकहरूलाई? कस्तो यार, सरकारले पनि कस्तो तनाव दिन्छ। हुन त सरकारै गतिलो भए पो हुन्छ। कसैलाई केहीको मतलबै छैन। सरकारले प्राइभेट बोर्डिङलाई चाहिँ लगानी गर्नुहोस् ह्यान त्यान भनेर चाहिँ भन्न थालेछ। सरकारी स्कुल बिग्रियोस्, भत्के भत्कोस्, वास्ता छैन सरकारलाई। प्राइभेट बोर्डिङलाई माया गरेछ, प्राइभेट बोर्डिङमा चाहिँ लगानी गर्नुहोस् भनेछ। सरकारै त्यस्तै छ, प्राइभेटलाई चाहिँ राम्रो होस् भन्ने चाहन्छ। सरकारी स्कुलको जेसीकी होस्, के मतलब? जताडा आम्दानी आउँछ सरकार पनि त्यसकै पछि लाग्ने त हो। साह्रै तनाव भयो के। अब त अभिभावक पनि उठ्न पर्ने भयो, सरकारको विरुद्ध होस् कि शिक्षकहरूको विरुद्ध होस्। लौ त भोलि गुणस्तर कम भयो, किन चाहिँ मेरो बच्चाले चाहिँ राम्रो नम्बर लिएर आएन भनेर चाहिँ अभिभावक चाहिँ शिक्षकहरू विरुद्ध लागु नि त? जिम्मेवारी को लिन्छ? कसले लिन्छ? ओके, शिक्षकलाई हस्पिटल चाहियो, बनाइदिए हुन्छ क्या हस्पिटल। तलब चाहियो, सरकारले बढाइदिए हुन्छ। के ऐन चाहिएको हो छिटो भन्दा छिटो माग पूरा गर्दै हुन्छ सरकारले, केही फरक पर्दैन। तर बच्चाहरूले पढ्न पाउने अधिकार चाहिँ वञ्चित गराउनु भएन सरकारले पनि, शिक्षक महासंघले पनि। तपाईहरुको अधिकार पनि नगुमोस्, बच्चाहरूको पढ्न पाउने अधिकार पनि नगुमोस् र अभिभावक पनि पेलानमा नपरुन्। गुणस्तरीय शिक्षा हुनुपर्छ भन्छन् मुखले, चाहिँ व्यवहारमा छैन। अब सरकारलाई पनि दबाब दिन पर्ने भयो। अब सबै अभिभावकले कसले गर भन्ने के हामीले चाहिँ हाम्रो पीडा। तपाईहरु के भन्नुहुन्छ? अहिले चलिरहेको शिक्षक आन्दोलनले गति लिएला? विद्यार्थीको भविष्य के होला? अभिभावकको पीडा कसले बुझ्छ? सरकार एक रति पनि पछाडि हटेको छैन, बरु शिक्षा मन्त्रीले राजीनामा दिएको अवस्था छ। अर्को शिक्षा मन्त्री आइसकेका छन्, रघुजी पन्त। तपाईलाई के लाग्छ अब समाधान हुन्छ? यदि समाधान भएन भने के हुन्छ? यदि सरकारले पछाडि हट्ने कुरा गरेन, ऐन लिएर सरकारले, शिक्षक आन्दोलन के हुन्छ? कति दिन कति महिनासम्म जान्छ? अनि अभिभावकले कति दिन कति महिना कति वर्ष बच्चाहरूलाई घरमा राख्नु पर्ने? कि नसक्ने अभिभावकले पनि घरखेत के बेचेर हुन्छ कि प्राइभेट स्कुलमा पढाउने हो? कि सरकारी स्कुल बन्द गर्दैन प्राइभेट मात्र चलाउने हो? तपाईलाई के लाग्छ? बच्चाहरूले पढ्न पाउने अधिकार वञ्चित गर्नु ठिक हो कि होइन? शिक्षक आन्दोलनलाई सरकारले सम्बोधन गर्नुपर्ने हो कि होइन? शिक्षक ऐन लिएर आउनको लागि सरकारले सबैभन्दा छिटो पहल कदमी लिन पर्ने हो कि होइन? शिक्षकहरूले पनि वैकल्पिक आन्दोलनको के हुन सक्छ चरणहरू? वैकल्पिक आन्दोलन के हुन सक्छन्? बच्चाहरूले पनि पढ्न पाउने र आन्दोलन पनि गरिराख्ने। शिक्षकहरूले पनि त्यो प्लान बी बनाउन सक्छन् सक्दैनन्?
अनि शिक्षकहरू कोही शिक्षक खेतमा, कोही शिक्षक घरको काममा, कोही शिक्षक आन्दोलनमा। शिक्षकहरूको एकरूपता भएर आन्दोलनलाई अलिकति मजबुत बनाएर यो शान्ति तरिकाले गरेको आन्दोलन सरकारले सुनिराखेको छैन। आन्दोलनको चरणहरू अलिकति बदल्न पर्ने हो कि के गर्न सकिन्छ? अभिभावकले पनि के गर्न सकिन्छ? अभिभावक कसको विरुद्ध लाग्ने? शिक्षकको विरुद्ध लाग्ने कि सरकारको विरुद्ध? तपाईहरुलाई के लाग्छ? आफ्नो कमेन्ट गर्नु। सुनेर साथ दिनुभयो, तपाईलाई धन्यवाद।